हेलो नमस्ते म हुँ राज गुरुङ। तपाईले हेर्दै हुनुहुन्छ हजुरको आफ्नो युट्युब च्यानल गण्डकी टिभी। आजको तेस्रो अपडेट भिडियो भने मैले हजुरसम्म चाहिँ मुगलिनपोखरा सडक खण्ड सेक्सन बी यानि कि पश्चिम खण्डको अपडेट भिडियो लिएर आएको छु। आजको भिडियोमा हामी हजुरलाई पश्चिम खण्डमा पिच सुरु भएको छ र त्यसैगरी अब नेक्स्ट पिच हुने ठाउँमा बिटुन पनि छरिएको छ, कुन ठाउँमा छरिएको र सँगसँगै अब जुन हिसाबले काम गरेको छ पिच हुनुभन्दा अगाडिको काम गरेको अवस्थामा यहाँ बिजुलीको पोलले डिस्टर्ब गरिरहेको छ। यो बिजुलीको पोल पनि अहिले हटाएको छ। डिस्टर्ब भइसकेपछि यो बिजुली पोल पनि हटाएको छ। त्यस्तै गरी यो विषयमा पनि हामी कुराकानी गर्नेछौँ भने त्यसै गरी दुलेगोडादेखि कोतेरसम्मको सडकको अवस्था पनि हामी हेर्नेछौँ र सँगसँगै आज पूर्वी खण्डमा तेस्रो दिन फाइनल पिच भइरहेको छ। यो पिच पनि कहाँसम्म पुग्यो र कति मिटर भयो यो विषय पनि हामी कुराकानी गर्नेछौँ र हिजो दुईवटा पश्चिम खण्डको अपडेट भिडियो आएको छ। हजुरले हेर्न छुटाउनु भएको हो कि जस्तो मलाई लागिरहेको छ। त्यसकारणले गर्दाखेरि हिजोको अपडेट भिडियो पनि हेर्न नछुटाउनु होला। जुन भिडियोमा मैले केही कुराहरू अपडेट गराएको छु कृपया उक्त अपडेट भिडियो हेर्नु होला। र हिजोको पश्चिम खण्डको अपडेट भिडियो मध्ये एउटा अपडेट भिडियो चाहिँ जुन किसिमको पोखराको वेलकम गेटको विषयलाई लिएर थियो, जुन चाहिँ भत्काउने नभत्काउने भन्ने कुरामा वाद विवाद भइरहेको अवस्थामा हिजोको अपडेट भिडियोमा यति धेरै कमेन्ट आएको छ कि यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद। हजुरले आफ्नो धारणा राख्नु भएको छ र यसको पछिल्लो अपडेट भिडियोमा पक्कै पनि हामी अझ विस्तृत रूपमा बुझेर हजुरसम्म चाहिँ जानकारी लिएर आउनेछौँ। र सँगसँगै अब भने हामी आजको विषयमा प्रवेश गर्नेछौँ। तर त्योभन्दा अगाडि यदि हजुरहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया यस च्यानललाई सब्सक्राइब गर्नु होला र छेउको घन्टी ट्याङ लगाएर बजिनु होला। त्यसै गरी योभन्दा अगाडिको अपडेट भिडियोहरू पनि हेर्न नभुल्नुहोला। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। अहिले पनि हामी दुलेगोडामा छौँ। हजुर देख्न सक्नुहुन्छ सडकको राइटतर्फको लेनमा भने अहिले यहाँ धमाधम गेडर लगाउने कामहरू भइरहेको छ। तर गेडर लगाउनलाई यहाँ डिस्टर्ब गरिरहेको छ पुरानो बिजुलीको खम्बाले। पुरानो बिजुलीको खम्बा नहटाउँदा यहाँ काम गर्न डिस्टर्ब भइरहेको छ। तर पनि पश्चिम खण्डको निर्माण कम्पनीले भने अहिले यहाँ काम नरोकिकन धमाधम गरेको अवस्थामा आज विद्युत प्राधिकरणको कर्मचारीहरू आएर यो बिजुलीको पोल पनि निकालिएको अवस्था छ। हालाकि उहाँहरूले पोल निकाले भए पनि यहाँ काम गर्दा डिस्टर्ब भने भएको थियो। विद्युत प्राधिकरणले विभिन्न ठाउँमा पोल निकाल्ने काम पनि गरेको छ भने त्यसै गरी नयाँ पोल पनि गाड्ने कामहरू भइरहेको छ। तर एकदमै सुस्त गतिमा भएको महसुस भइरहेको छ किनभने यहाँ काम गरिरहेको अवस्थामा डिस्टर्ब भएको हामी प्रष्ट रूपमा देख्न सक्छौँ। हालाकि विद्युत प्राधिकरणले भने कामलाई डिस्टर्ब नहुने गरी चाहिँ अहिले बिजुलीको खम्बाहरू निकालिसकेको र त्यस्तै गरी नयाँ बिजुलीको पोलहरू पनि राखिसकेको भन्ने कुरा रहेको भए पनि अहिले हामी आँखाले प्रष्ट रूपमा देख्न सक्छौँ यहाँ काम गर्दा गर्दै तपाईँको यहाँ डिस्टर्ब भएको थियो बिजुलीको खम्बाले। हुन त सडक विस्तारमा धेरै कारणहरूले गर्दाखेरि काम ढिलाइ हुने भएको भए पनि मापदण्डभित्र पर्ने घरहरू समयमा नहटाउँदा नयाँ पोलहरू राख्न पाउँदैन। जबसम्म नयाँ पोलहरू राख्न पाउँदैन त्यस गरी पुरानो पोलहरू पनि हटाउन सकिँदैन। जसले गर्दाखेरि पुरानो घरहरू समयमा मापदण्डभित्र परेको घरहरू नहटाउँदा पनि विद्युत प्राधिकरणलाई काम गर्न ढिलाइ भएको जस्तो लाग्छ। तर फेरि विद्युत प्राधिकरणको कामको ढिलाइले गर्दा फेरि निर्माण कम्पनीले यहाँ काम गर्नलाई डिस्टर्ब पनि भइरहेको अवस्था छ। दसैँ तिहार अगाडिसम्म पश्चिम खण्डको कामको गति सुस्त थियो र त्यही अनुसार सायद मलाई जहाँसम्म लाग्छ नेपाल विद्युत प्राधिकरणले पनि सोही गतिमा काम गरेको हुनपर्छ। तर अहिले दसैँ तिहारपछि सडक निर्माण कम्पनीले कामको गति एकदमै तीव्र बनाएको छ। तर नेपाल विद्युत प्राधिकरण पनि उही रफ्तारमै गएको हुँदा अहिले यहाँ कामको तालमेल नमिलेको हो कि जस्तो हामीलाई महसुस भएको छ। अहिले पनि हामी दुलेगोडाबाट अब अगाडि बढ्नेछौँ। कोतेरसम्म सडकको अवस्था कस्तो रहेको छ हामी जस्ताको तस्तै हेर्नेछौँ। बेलचौतारादेखि गल्छिना हुँदै दुलेगोडासम्म एकतर्फी लेनको पुरै पिच सडक खण्ड रहेको छ लेफ्ट साइडको भने। तर राइटतर्फको लेनमा भने गल्छिनासम्म यानि कि बेलचौतारादेखि गल्छिनासम्म करिब 1300 मिटरको हाराइमा एकतर्फी लेन भने पिच भएको छ यानि कि राइटतर्फको लेनमा पिच भएको छ। तर गल्छिनादेखि दुलेगोडासम्म अर्कोतर्फको लेन भने राइटतर्फको लेनमा भने अहिले पिच भएको छैन। तर पिच गर्नुभन्दा अगाडिको सब बेसको तयारी पनि यहाँ अहिले धमाधम भइरहेको अवस्थामा अहिले बिजुलीको खम्बाहरू पनि यहाँ हटाइरहेको छ भन्दा पनि हटाइरहेको छ भन्दा फरक नपर्ला किनभने एकदमै सुस्त गतिले यहाँ हटाइरहेको छ। अब जुन हिसाबले निर्माण कम्पनीले जसरी सडक निर्माण कम्पनीले जसरी रफ्तारमा काम गरेको छ सोही अनुसार सोही ठाउँमा अब विद्युत प्राधिकरणले पनि पुरानो पोलहरू धमाधम निकाल्नुपर्ने देखिन्छ। सडक विस्तारको क्रममा जुन हिसाबले यहाँ बिजुलीको खम्बाहरू निकालिएको छैन अथवा राखिएको छैन यदि कर्मचारीहरू अपुग भएको कारणले गर्दाखेरि हो भने पनि करारमा भए पनि राखेर भए पनि अब काम भने धमाधम गर्नुपर्ने हुन्छ। जसले गर्दाखेरि मुगलिनपोखरा सडक खण्ड भने समयमा नै सम्पन्न भएर सबैजनाले योबाट राहत हुनेछ। योभन्दा अगाडि मुगलिनपोखरा सडक खण्डको पश्चिम खण्डको निर्माण कम्पनीलाई काम ढिलो भयो भन्ने धेरै चतुर्फी रूपमा आलोचना भइरहेको अवस्थामा गुनासो भइरहेको अवस्थामा अब भने निर्माण कम्पनी भन्दा पनि विद्युत प्राधिकरणको पोलहरू समयमा नहटाउँदा काममा डिस्टर्ब भएको भन्ने जनगुनासो बढ्न थालेको छ। यो विषयमा भने विद्युत प्राधिकरणले समयमा नै ध्यान जान जरुरी रहेको छ। आशा गर्दछु अब आउने अपडेट भिडियोमा भने विद्युत प्राधिकरणको कारणले गर्दाखेरि बिजुलीको पोलको कारणले गर्दाखेरि काममा डिस्टर्ब भएको छ भनेर अपडेट भिडियो बनाउन नपरोस् भन्ने हामी
आशा पनि गर्दछु। कृपया यो विषयमा ध्यान दिन एकदमै अनुरोध गर्दछु यसै भिडियो मार्फत नेपाल विद्युत प्राधिकरणलाई। र त्यसैगरी अहिले भने हामी दुलेगौंडाबाट अगाडि बढिरहेको अवस्थामा राइटरको लेनमा भने पिच सडक खण्ड रहेको छ, तर लेफ्ट साइडमा भने पिच नभएको हुँदा स्थानीय बासिन्दाहरू भने अझै पनि धुलो र हिलोबाट मुक्ति पाएको छैन, अथवा भने एक साइडमा पिच भएको हुँदा तपाईँको धुलोबाट त मुक्त भएको छ नै छ, व्यापार व्यवसाय पनि राम्रो भएको अवस्था छ भने, तर राइटरको लेनमा भने धुलो पनि खानु परेको छ। त्यसैगरी व्यापार व्यवसायलाई पनि असर पारेको छ। त्यसकारणले गर्दाखेरि स्थानीय बासिन्दा राइटरको बासिन्दा काम गरेको अवस्थामा बिजुलीको पोलले डिस्टर्ब गरेको हुँदा उहाँहरू भने एकदमै आगसुति पनि भएको अवस्था थियो। र अब भने हामी अगाडि बढ्दै जानेछौँ, कोतिरसम्मको सडकको अवस्था पनि हेर्दै जानेछौँ। तर त्योभन्दा अगाडि आजको दुईवटा अपडेट भिडियो आएको छ, जुन चाहिँ दोस्रो अपडेट भिडियो भने मैले पोखराको खरिचोक यामदी खोला सडक खण्डको अपडेट भिडियो लिएर आएको छु। यदि हजुरले हेर्नु भएको छैन भने योभन्दा अगाडिको दोस्रो अपडेट भिडियो पनि हेर्न म अनुरोध गर्न चाहन्छु। त्यसैगरी तालचोक बेगेस्ता सडक खण्डको पनि अपडेट भिडियो आएको छ एक दिन अगाडि। यदि हजुरले हेर्न छुटाउनु भएको छ जस्तो मलाई लाग्छ है, हजुरले हेर्न छुटाउनु भएको छ, यदि हजुरले हेर्नु भएको छैन भने गएर फटाफट गएर हेर्नु हुन अनुरोध गर्न चाहन्छु। र त्यसैगरी बेलचोतारबाट सुरु भएर पिच भने दुलेगौंडाको यहाँनिर आएर टुङ्गेको छ, र दुलेगौंडाको यस ठाउँदेखि कोतिरसम्मको पिच सडक खण्डसम्म टोटल 4 ठाउँमा पिच हुन बाँकी रहेको छ। यदि उक्त 4 ठाउँमा पिच हुने हो भने हामी दुलेगौंडादेखि तपाईँको कोतिरसम्म सरर कुद्न सक्छौँ एकतर्फी लेनमा। दुलेगौंडाको र गाछेपानीको पिच सडक खण्ड नजोडिनुको प्रमुख कारण भनेको अगाडिपट्टि पुल रहेको छ। उक्त पुल निर्माणाधीन भएर पनि सम्पन्न भइसकेको छ, तर पुलको दायाँ बायाँ फिनिसिङ हुन बाँकी रहेको छ। यस कारणले गर्दाखेरि तपाईँको गाछेपानी र दुलेगौंडाको पिच भने जोडिन पाएको छैन। र गाछेपानीमा पिच भने लेफ्ट साइडमा भएको छ, र पिचको लेन्थ भने करिब 550 मिटरको खारेमा रहेको छ। र त्यसैगरी आज भने पिच भएको छ गगनगौंडा एरियामा। गगनगौंडा एरियामा योभन्दा अगाडि पिच गर्दा गर्दै रोकिएको थियो, करिब तपाईँको 500 को हारारमा पिच भइसकेपछि पिच रोकिएको थियो, र बाँकी पिच भने आज पुरा भएको छ। पुरा भइसकेपछि अब हामी कोत्रेदेखि गगनगौंडाको बादलचोकसम्म एकतर्फी लेनमा सरर कुद्न सक्छौँ। करिब 5 किलोमिटरको खाराइमा राइटतर्फको लेनको पिच भएको अवस्था छ। र त्यसैगरी आज तालचोक एरियामा बिटुमिन पनि छरिएको अवस्था छ, र बिटुमिन अब कति किलोमिटर छरियो र अब कति किलोमिटर पिच हुने भन्ने हामी हजुरलाई पिच भइसकेपछि जानकारी गराउँछु। र आज जुन हिसाबले गगनगौंडामा पिच सम्पन्न भएको छ, र अब नेक्स्ट पिच भने तालचोकमा हुनेछ, तर कहिले हुनेछ हामी हजुरलाई जानकारी गराउँछु नेक्स्ट अपडेट भिडियोमा। जसरी आज यता पश्चिम खण्डमा पिच भएको छ फर्स्ट लेयरको पिच, त्यसैगरी उता पूर्वी खण्ड भने धमाधम फाइनल पिच भइरहेको अवस्था छ। लगातार आज तेस्रो दिनसम्म फाइनल पिच भने गुडादीसम्म आइपुगिसकेको अवस्था छ। जामुनेदेखि तल्लो गुडादी हुँदै आज माथिल्लो गुडादी आइपुगेको छ। अझै 2 दिनसम्म लगातार पिच हुनेछ, अनि त्यसपछि हामी हजुरसम्म चाहिँ पिच गरेको दृश्यसहित पिच सम्पन्न भइसकेपछिको सडकको अपडेट भिडियो लिएर आउँछु। प्रत्येक दिन कति कति किलोमिटरको भयो र टोटल कति किलोमिटर भयो र अहिलेसम्म अब फाइनल पिच कति मिटरको भयो भनेर हामी अपडेट भिडियो लिएर आउनेछौँ। कृपया उक्त अपडेट भिडियोको प्रतीक्षा भने गर्नुहोला। र अहिले भने फाइनल पिच भने जामुने गुडादी सडक खण्डमा धमाधम भइरहेको अवस्था छ। र यहाँनिर आएर गाछेपानीको पिच टुङ्गेको छ भने त्यसरी हलिदीको पिच सडक खण्ड र गाछेपानीको पिच सडक खण्ड नजोडिनुको प्रमुख कारण भनेको अगाडिपट्टि पुल रहेको छ। पुल अहिले ढलान भइसकेको अवस्था छ, तर पुललाई दायाँ बायाँ फिनिसिङ हुन बाँकी रहेको छ। पुल कड्ने बित्तिकै हलिदीको पिच सुरु भएको ठाउँमा हामी आउनेछौँ। हलिदीमा 3 पटक पिच भएको थियो, र 3 पटक गरेर टोटलमा हलिदीको लेफ्ट साइडको पिचको लेन्थ भने करिब 1200 मिटरको खारेमा रहेको अवस्था छ। त्यसैगरी लेफ्ट साइड भने अब पिच गर्नुभन्दा अगाडिको जुन पिचको 26 रहेको छ 26 काम यहाँ सम्पन्न भइसकेको अवस्था छ। र त्यसैगरी लेफ्ट साइड भने थोरै अगाडि बढिसकेपछि पिच भएको छ, करिब 750 मिटरको खारेमा लेफ्ट साइड पनि पिच रहेको छ। र अब भने हामी अगाडि बढ्नेछौँ, नर्सरीमा गएर कुराकानी गर्नेछौँ।
भागमा छ हल्दीको टुङ्गेको पिचबाट थोरै अगाडि बढिसकेपछि हामी देख्न सक्छौँ यहाँ भने पिच भएको छैन। नर्सरी र हल्दीको पिच नजोडिनुको प्रमुख कारण भनेको यस ठाउँमा जुन किसिमको पार्ट रहेको छ उक्त पार्ट कटिङ गर्न समय लागेको हुँदा यस ठाउँमा चाँडै हुन नपाएको हो। तर अहिले यस ठाउँ कटिङ गरेर सकिसकेको अवस्था छ, ड्रेन कामहरू भइरहेको अवस्था छ। तर अहिले तत्कालै पिच हुने सम्भावना भने कमै रहेको छ। तर अहिले यहाँ ड्रेन काम भने अहिले यहाँ धमाधम भइरहेको अवस्था छ। त्यसैगरी थोरै अगाडि बढिसकेपछि हामी नर्सरीमा आउनेछौँ। नर्सरीमा करिब 300 मिटरको खाडीमा लेफ्ट साइडमा पिच भएको छ, तर राइट साइडमा भने पिच भएको छैन र पिच हुने तयारी पनि अहिले खासै देखिँदैन। त्यसैगरी नर्सरीदेखि कोत्रेको पिच भने जोडिएको छैन। त्यसैगरी उक्त ठाउँमा नजोडिएको प्रमुख कारण भनेको उक्त ठाउँमा गडर निर्माण गरिएको थियो। कोत्रेको पुलको प्रकाश बुद्धको पुलको गडर निर्माण गरिएको थियो। क्रेन भाडामा ल्याउनु पर्ने हुँदा ढिलाइ भएको हुँदा उक्त गडर भने राख्न पाएको थिएन, जसले गर्दाखेरि उक्त ठाउँमा सडक निर्माण गर्न पाएको थिएन। तर अहिले कोत्रेको पुलमा प्रकाश बुद्धको पुलमा गडर राखिसकेको अवस्था छ, खाली भइसकेको अवस्था छ र अब भने यस ठाउँमा सडक निर्माण कामहरू धमाधम भइरहेको अवस्था छ र चाँडै नै अब कोत्रेको पिच सडक खण्ड र नर्सरीको पिच सडक खण्ड जोडिने गरी अहिले यहाँ काम भइरहेको अवस्था छ, जुन हामी हेर्दै पनि जानेछौँ। फेरि पनि म नमस्ते अनि धन्यवाद भन्न चाहन्छु हजुरले आफ्नो अमूल्य समय छुटाएर भिडियो हेरिदिनु भएकोमा र योभन्दा अगाडिको भिडियोमा एकदमै धेरै लाइक गरिदिनु भएकोमा, कमेन्ट गरिदिनु भएकोमा हजुरलाई एकदमै धेरै धेरै धन्यवाद भन्दै हजुरले गर्नुभएको केही कमेन्टको रिप्लाई पनि म अब दिन खोजिरहेको छु। पहिलो कमेन्ट रहेको छ गणेश भट्ट सर लेख्नु भएको छ कि मुगलीदेखि पोरासम्म टोटल कति % बाटो पिच भयो, अब कति पिच गर्न बाँकी रहेको छ भनेर उहाँले कमेन्ट गर्नुभएको छ। कमेन्टको लागि हजुरलाई धेरै धेरै धन्यवाद। पर्सनको कुरा गर्नुपर्दा भौतिक प्रगति भने पूर्वी खण्डको करिब 71% को हाराहारीमा रहेको छ। त्यसैगरी पश्चिम खण्डको भने करिब 35% को हाराहारीमा अहिले रहेको अवस्था छ। कमेन्ट गरिदिनु भयो, यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसैगरी अहिले भने हामी कोत्रेको पुलमा जुन किसिमको गडर थियो, गडर भने यहाँनिर राखिएको थियो, 5 वटा गडर निर्माण गरिएको थियो, एकदमै ठुल्ठुलो। त्यो गडर भने अहिले हटिसकेको हुँदा अहिले अब काम सुरु भइसकेको अवस्था छ, जुन चाहिँ विशेष गरेर अब लेफ्ट साइडमा यानि कि कोत्रेमा जुन हिसाबले पिच भएको छ, त्यसैगरी नर्सरीमा जुन साइडमा पिच भएको छ त्यही साइड पनि अहिले यहाँ विशेष गरेर काम गरेको हामी देख्न सक्छौँ। भनिसकेपछि अब नर्सरीको पिच भएको ठाउँदेखि कोत्रेसम्म सरर कुद्ने गरी अब यस ठाउँ पनि चाँडै नै पिच हुनेछ। त्यसैगरी नर्सरीमा 300 मिटरको हाराहारीमा पिच भएको छ भने त्यसैगरी कोत्रेमा भने करिब 850 मिटर यानि कि 850 मिटरको हाराहारीमा पिच भएको अवस्था छ। अब भने हामी आजको अपडेट भिडियोको अन्तिम अवस्थामा आउँदै गर्दा म फेरि पनि नमस्ते अनि धन्यवाद भन्न चाहन्छु कि भिडियोलाई अन्तिम समय हेरेर साथ दिनु भएकोमा। हजुरलाई आजको अपडेट भिडियो कस्तो लाग्यो कृपया प्रतिक्रिया दिन नभुल्नुहोला। त्यसैगरी जुन हिसाबले यहाँ काम भइरहेको छ, निर्माण कम्पनीलाई कुनै पनि किसिमको जिज्ञासा दिन चाहनुहुन्छ भने आफ्नो धारणा कमेन्टमा राख्न नभुल्नुहोला। त्यसैगरी हजुरको कुनै पनि किसिमको जिज्ञासा छ भने पनि कमेन्टमा राखिदिनु होला। हजुरको जिज्ञासा भेट्ने गरी म अर्को अपडेट भिडियो बनाउने कोसिस गर्नेछु। र यदि हजुरहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया यस च्यानललाई सब्सक्राइब गर्नु होला र छेउको घन्टी ट्याङ लगाएर बजाउनु होला। त्यसैगरी योभन्दा अगाडिको अपडेट भिडियोहरू पनि हेर्न नभुल्नुहोला। अब भने हामी अर्को अपडेटका साथ भेट्नेछौँ। तबसम्मको लागि स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस् अनि सुरक्षित रहनुहोस्।